पाएन मैले भ्लग चाहिँ बनाइरहेको छु होइन तर अपलोड गरेको छैन किनकि एडिट गर्न टाइमै पाएको छुइनँ आज चाहिँ हाम्रो चराली महोत्सवमा चराली साङ्गीतिक महोत्सवमा चाहिँ एकदमै भाइरल भक्ति यानि कि राइजिङ बोइज इन्टरटेनमेन्टको ग्रुप आउनु भएको छ अनि उहाँहरूको साथमा चाहिँ टिकटक भाइरल गङ्गु छेत्री पनि हुनुहुन्छ त्यसै गरी दमकबाट अनिस सुब्बा पनि आउँदै हुनुहुन्छ भने हामी चाहिँ अहिले म चाहिँ अहिले भक्तिहरूलाई भेट्नको लागि जाँदैछु अनि म भक्तिहरूलाई भेट्ने छु देन आजको कार्यक्रम कस्तो हुन्छ त म तपाईँहरूलाई थोरै थोरै क्लिप राखेर देखाउनेछु यदि नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब माई च्यानल ओके फाइनली म चाहिँ भक्ति र चित्रेको बिग फ्यान भन्दा नि उहाँहरूको टिमको बिग फ्यान हो अनि अहिले हामी यहाँ भेट भइसकेको छौँ उहाँहरूको होटलमा म आइसकेँ होटलको नाम चाहिँ म भन्दिनँ है र नेपालमा फर्स्ट टाइम आउनुभएको कस्तो लागिरहेछ सानो कस्तो लागिरहेछ मैले एकदम दामी लागिरहेको छु किन दामी त दामी लागिरहेको छ टाउको चाहिँ दुखिरहेको छ टाउको गाडीमा हिँडेर स्टेजमा गएपछि फ्री भयो चित्रे हजुरलाई चाहिँ कस्तो लागिरहेछ ओके हाम्रो डान्सर अनि सुब्बा आउनु भएको छ आजको हाम्रो स्पेसल गेस्ट पनि हुनुहुन्छ उहाँ चाहिँ र मेरो इन्भाइटलाई एक्सेप्ट गर्दै आउनु भएको छ त्यसैमा पनि क्लिक गर्यो भने हुन्छ तपाईले बोलाएको भक्तिको टिम त्यसै गरी हाम्रो अनिसज्यू त्यसै गरी हुनुहुन्छ गङ्गु छेत्रीज्यू हाम्रो आइजक टिमबाट हुनुहुन्छ सन्तोष मेचे त्यसै गरी बसन लिम्बुज्यू सबैलाई खादा उडाएर सम्मान गरिदिनु होला ओके थ्याङ्क यू सो मच अनिसज्यू हजुरको अमूल्य समयको बावजुद पनि व्यस्तताको बावजुद पनि तपाईँ आएर आफ्नो अमूल्य समय हामीलाई प्रदान गर्नुभएको छ तपाईँलाई हृदयबाटै धन्यवाद व्यक्त गर्न चाहन्छौँ त्यसै गरी गङ्गु छेत्री मनैबाट धन्यवाद दिन चाहन्छौँ आफ्नो अनेकौँ व्यस्तताको बावजुद पनि तपाईँहरू स्टेजमा आइदिनु भएको छ र मैले अरू आयोजक टिमलाई पनि बोलाएँ भक्तिको टिमलाई पनि Twinkle, twinkle, little star, how wonderful above the sky. English आएर मलाई पनि आउँदैन मैले जानेको यति हो यहाँसम्म मोबाइल सक्दिन्छु इङ्ग्लिस बोलेर त यस्तै रामको हो नि फेरि हो नि हो धन्यवाद धन्यवाद तपाईँलाई है यता झापाको नम्बर 1 हिरो जस्तो लाग्दैछ है म यहाँ म स्टेटमा सर्टिफिकेट दिनु बोलाउनु भनेको हो तर अलिकति नाक मिलेन रहेछ भाइको मेरो अलिकति थ्याप्छु उसको